बिन्ती छ तपाईहरु अब बाइ बाइ गरिदिनु होला मेरो हजुरबाको उमेरको तपाई हुनुहुँदो रहेछ म नजन्मिँदादेखिको तपाई राजनीति गरेको तपाईले किन गर्नु हस् अब उहाँले निकै मार्मिक प्रश्न गर्नुभएको छ बहिनीलाई धेरै धेरै धन्यवाद तपाई हैन सुन्नु न अब तपाईले भन्नुन्जेल मैले सुने मेयरले भने अनि तपाईले सुन्नु पर्यो नि त कि तपाई नै भनिरहने भए त भइगयो ल ल माइक उतै तेर्साइदिनुस् जवाफ सुन्नु सर मेरो कुरा नि सुन्नुस् न बहिनीले प्रश्न राख्नुभयो तपाईलाई धेरै धेरै धन्यवाद यो राजेन्द्र पाण्डे पटक पटक चुनाव लड्यौ कुनै बेलामा पञ्चायती व्यवस्थाको विरुद्धमा लड्यौ हतकडी भिरेर जेल गयो तपाईलाई यति बोल्न सक्ने अधिकार दिलाउने राजेन्द्र पाण्डे हो याद गर्नुहोस् म जस्ता मान्छेले जेल नगएको भए आजसम्म पनि बोल्ने लेख्ने सभा संगठन गर्ने अधिकार आउँदैन थियो यति बुझ्नुहोस् मैले जिल्ला पञ्चायतको सभापतिको कुर्सीबाट इरानको शाहको अन्त्य भयो भने नेपालका शाहको अन्त्य हुनेछ भनेर हाटका साथ म मारिन सक्थेँ जेलमै कुइन सक्थेँ मैले बोले बापत मैले राजकाज मुद्दा बोकेर जेल गएको हुँ पञ्चायत ढलेर म यहाँ बाहिर आउन पाएँ यसरी राजनीतिक अधिकारको लागि लडेँ पहिला दोस्रो कुरा म सांसद भइसकेपछि मैले राष्ट्रको ढुकुटीमा भएको रकमलाई मैले कोसिस गरेँ यहाँ कई साथीहरूले भने यो अटोमेटिकली हुने अटोमेटिक हुँदैन विकास लाग्नेले लागिदिएन भने हुँदैन विकास त्यसो हुनाले लाग्यौं हामी लागे बापत कैयौं काम सम्पन्न भएको छ यी तपाईले दहरै देख्नु भएको छ यहाँ नजिकै माझीटारसँग जोड्ने एउटा पुलको बारेमा साथीहरूले कुरा राख्नु भएको छ उहाँका समस्या सुन्नु पहिला त्यहाँ सुन्नु न ठीक छ ल तपाईले मात्रै कुरा गर्ने हो भने त के कामै भएन हो र त्यो पुलको लागि हामीले डीपीआर गर्नको लागि पैसा हाल्यौं त्यति बेला रोकियो अहिले डीपीआर को लागि पैसा छुट्टिएको छ त्यो काम हुन्छ